दर्शकवृन्द तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो पहाडको चट्टानबाट पनि बाहिरी आकाशको धुलो देखिएको छ। यहाँबाट चाहिँ यहाँ देख्न सक्नुहुन्छ भित्र चाहिँ पहाडको चट्टान छ, ढुङ्गाको है। यहाँबाट चाहिँ बाहिरी सतह देखिएको छ यो धुलोबाट चाहिँ। यहाँको दृश्यहरू निकै अर्गानिक रहेको छ। चट्टान ढुङ्गाको ठाउँमा यो भित्र गुफा जस्तो छ हैन। यहाँ विभिन्न ठाउँबाट मान्छेहरू घुम्नको लागि आउनुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ यो दृश्यहरू। यतातिर भित्र पस्ने ठाउँ रहेको छ। यो चाहिँ यो चट्टान गुफा रहेको छ भित्र चाहिँ। यहाँबाट पनि यो माथि आकाशीय बादलहरू देखिने ठाउँ छ। यहाँबाट चाहिँ बादल यो भित्रको ठाउँ चट्टानबाट भित्र गुफाभित्रबाट माथि आकाशतिर देखिने ठाउँ रहेको छ। यहाँ थुप्रै ठाउँबाट भ्रमण गर्नको लागि मान्छेहरू आउनुहुन्छ। यहाँ चाहिँ हामी पनि आज छुट्टीको दिनमा घुम्नको लागि आएका छौँ। यो दृश्यहरू तपाईँलाई मैले देखाइरहेको छु। यहाँ विभिन्न ठाउँबाट मान्छेहरू घुम्नको लागि, फोटो खिच्नको लागि यहाँ आउने गर्नुहुन्छ। यो चट्टान भएको ठाउँ हैन। यहाँ देख्न सक्नुहुन्छ पहाड त्यो ढुङ्गाहरू हेर्नुहोस् त। यस्तो रहेको छ यहाँको ठाउँ चाहिँ। मैले आज भिडियोमा कैद गरिरहेको छु।